Hello everyone, welcome back to next video. र आज हामी पार्ट 4 अफ फोरेन्सिक मेडिसिन सिरिजमा छौँ. सो आजको टपिक हो विटनेस है. सो विटनेस आई होप हजुरहरूले चाहिँ इन्जोय गरिराख्नु भएको होला होइन यो सिरिजलाई चाहिँ. सो हजुरहरूको केही पनि सुझावहरू छ भने चाहिँ मलाई कमेन्टमा भनिदिन सक्नुहुनेछ है. लेट्स स्टार्ट विथ टुडेज टपिक द्याट इज विटनेस. विटनेस भनेको एकदमै सानो छोटो मिठो टपिक छ. विटनेस भनेपछि चाहिँ के हो? गवाह भयो होइन. एभिडेन्स भनेपछि तिमीले दिने जुन स्टेटमेन्ट छ त्यसलाई चाहिँ हामी एभिडेन्स भन्छौँ होइन. विटनेस भनेपछि चाहिँ अब तिम्रो कुरा भइरहेछ है, जसले चाहिँ गएर एभिडेन्स दिन्छ त्यसलाई हामी विटनेस भन्छौँ. अब के हो? अ पर्सन हु हेज सिन, heard, perceived or examined a fact or about fact is called as witness. हैन, जसले हेरेको छ, जसले देखेको छ, जसले बुझेको छ, जसले एक्जामिन गरेको छ. अब यो एक्जामिन गरेको फ्याक्ट चाहिँ हाम्रो एक्सपर्ट विटनेसमा आउँछ है. इन अदर वर्ड्स, अ विटनेस इज अ पर्सन हु गिभ्स एभिडेन्स रिगार्डिङ द फ्याक्ट अन्डर स्टडी. सो कोर्टमा जुन पनि फ्याक्ट अन्डर स्टडी छ त्यसको बारेमा एभिडेन्स दिने मान्छेलाई चाहिँ हामी के भन्छौँ? विटनेस भन्छौँ. टाइप्स अफ विटनेस तिनवटा हुन्छ. एउटा कमन विटनेस, एउटा एक्सपर्ट विटनेस, एउटा हस्टाइल विटनेस भन्ने. कमन विटनेस भनेको अब हामी हेर्छौँ एक्सपर्ट विटनेस एन्ड हस्टाइल विटनेस तीनटा किसिम हुन्छ त. सो लेट्स स्टार्ट विथ द कमन विटनेस. सो सिम्पल तरिकाले अ पर्सन हु गिभ्स एभिडेन्स अबाउट द फ्याक्ट्स अब्जर्भड अर पर्सिभ्ड बाई हिम इन रिलेसन टु अ केस इज कल्ड एज कमन विटनेस. त्यसलाई हामी के भन्छौँ? कमन विटनेस भन्छौँ. सिम्पल उसले हुन्छ नि अब आफ्नो यसमा चाहिँ तपाईँको के हुन्छ, यो कहिले काहीँ सोधेको छ एमसिक्यूहरूमा पनि सोध्न सक्छ. दिस इज बेस्ड अन द प्रिन्सिपल अफ फर्स्ट ह्यान्ड नलेज रुल होइन. सो उसले आफूले हेरेको बुझेको बेसिसमा चाहिँ केही पनि कुरा एभिडेन्स गरेर दिन्छ भने त्यसलाई हामी के भन्छौँ? कमन विटनेस भन्छौँ. ठिक छ. सो फर इक्जाम्पल, अ पर्सन हु सिज वान किलिङ अदर ड्युरिङ अ फाइट इज अ कमन विटनेस होइन. उसले हेऱ्यो, उसले मारेको छ है भनेर उसले भनिदियो. सो जसले हामीले बुझ्दा पनि भयो भने ओरल एभिडेन्समा जसले त्यो ओरल एभिडेन्स दियो त्यस्तो खालको मान्छे चाहिँ हाम्रो सिम्पल कमन विटनेस भयो है. तपाईँ हुन सक्नुहुन्छ, म हुनसक्छ, जो पनि कमन विटनेस भइहाल्यो. तर एक्सपर्ट विटनेस भनेको चाहिँ कस्तो खालको हो? एक्सपर्टिज हुनु पर्यो. जस्तै अ पर्सन हु हेज बिन ट्रेन्ड अर स्किल्ड इन अ टेक्निकल अर साइन्टिफिक सब्जेक्ट एन्ड हि इज क्यापेबल अफ ड्रइङ ओपिनियन्स and conclusions from the facts observed by himself or noticed from others, it is called as the expert witness है. सो एक्सपर्ट विटनेस भनेपछि तपाईँ हामी जस्तो डक्टर, अब जो भन्दा चाहिँ डक्टर हुनसक्छ पछि गएर फायर आर्म एक्सपर्ट होइन. सो अब कुनै फायर आर्म इन्जुरी बन्दुक सन्दुक हान्दाखेरिको भएको छ. फिङ्गर प्रिन्ट एक्सपर्ट हुनसक्छ, ह्यान्ड राइटिङ एक्सपर्ट हुनसक्छ, बलिस्टिक एक्सपर्ट त्यो बम ब्लास्टहरू कुरा, केमिकल एनालाइजर, यो सबजना चाहिँ तपाईँको एक्सपर्ट विटनेसमा पर्छ. किनभने उनीहरूले ट्रेनिङ लिएको छ, उनीहरूलाई चाहिँ आफ्नो फिल्डमा चाहिँ स्किल्ड हुनुहुन्छ र उनीहरूले चाहिँ यो केसमा चाहिँ यो बन्दुकले यो बन्दुकले चाहिँ हानेको हो. जस्तो बन्दुकको बुलेट हेरेर चाहिँ तपाईँको कुन बन्दुक हो, AK-47 अथवा अरू के छ राइफलहरू हो कि स्नाइपर राइफल हो कि मसिन गन हो कि, त्यो सब उसले चाहिँ एनालाइसिस गर्न सक्छ. फिङ्गर प्रिन्टको बेसिसमा त्यसमा अब फिङ्गर प्रिन्टको क्यारेक्टरिस्टिक्सहरू, रिजेसहरू छ त्यहाँ हामी पढ्छौँ फिङ्गर प्रिन्ट आइडेन्टिफिकेसन च्याप्टर पढ्दाखेरि चाहिँ त्यसको बेसिसमा उसले निकाल्न सक्छ. सो उसले आफ्नो ओपिनियन अथवा कन्क्लुजन ड्र गर्न सक्छ आफैले हेरेर पनि अथवा उसले सुनेर पनि होइन. अरूले भनेको कुरा बुझेर सुनेर पनि उसले निकाल्न सक्छ. त्यसलाई हामी के भन्छौँ? एक्सपर्ट विटनेस भन्छौँ. ठिक छ. अर्को छ नेक्स्ट. अब एक्सपर्ट विटनेस मे गिभ हिज ओपिनियन है अपन द फ्याक्ट्स विच आर इदर एडमिटेड अर प्रुभन बाई हिमसेल्फ अर अदर विटनेस एट अ ट्रायल on matters of common knowledge on hypothetical question based theorem. उसले यसको बेसिसमा चाहिँ तपाईँको के हुन्छ? ओपिनियनहरू दिन सक्छ. कन्क्लुजन्स आर मोर इम्पोर्टेन्ट देन ओपिनियन्स एन्ड मस्ट बी बेस्ड अपन द फ्याक्ट्स. जहिले पनि एक्सपर्ट विटनेसले दिने कुरा जहिले पनि फ्याक्टको बेसिसमा हुनुपर्छ. उसले आफ्नै बेसिसमा यो हुनसक्छ है, यो गफ यसरी चाहिँ पेल्न सक्दैन. उसले चाहिँ एकदमै फ्याक्ट चेक गरेर मात्र गर्नुपर्छ. हाउएभर द एक्सपर्ट सुड बी कसियस अबाउट अदर पोसिबिलिटिज विच कुड हेभ द सेम फाइन्डिङ. सो द टर्म विथ मेडिकल सर्टिनिटी or consistent with are best used by expert witness है. सो उनीहरूले चाहिँ लाइक हुन्छ नि अब यही हो 100% भनेर पनि कहिले काहीँ नभन्न सक्ने केसेसहरू हुनसक्छ. त्यो बेला चाहिँ एकदम कसियस हुनु पर्यो. It should be noted that medical evidence does not itself establish the guilt or innocence of the accused. कहिले काहीँ चाहिँ जस्ट मेडिकल एभिडेन्स इज नट अलवेज सफिसियन्ट होइन. ओके. सो अब डक्टर चाहिँ कस्तो खालको विटनेस हो? हामी कस्तो खालको विटनेस हो? सो हामी दुइटै कमन विटनेस पनि हुनसक्छौँ, हामी एक्सपर्ट विटनेस पनि हुनसक्छौँ, डिपेन्डिङ के छ सिनेरियो. जस्तै कमन विटनेस भनेको जस्तै अब यहाँ पनि त्यो इक्जाम्पल छ, मैले पहिला भनिदिइहाल्छु. जस्तै एउटा बडी छ होइन, बडी आएको छ, यो फर इक्जाम्पल उसको लेग हो अरे होइन. उसको लेगमा चाहिँ हामीले यहाँ एकदमै लाइक यस्तो खालको काटेको एक्सको त्यो देखिरहेको छौँ होइन. एक्सले गर्दाखेरि तपाईँले हानेर यहाँ के भएको छ? इन्जुरी भएको छ अरे उसलाई है. अब यस्तो चप इन्जुरी अथवा चप वुन्ड भएको छ भने अब हामीले चाहिँ यहाँ के हेर्छ भन्दाखेरि ओके, सो मैले कमन विटनेसको रूपमा के भन्न सक्छु? ओके, यो चाहिँ तपाईँको यति सेन्टिमिटर को वुन्ड होइन. सो 5 सेन्टिमिटरको वुन्ड भयो अरे फर इक्जाम्पल मात्र भनेको. अनि यति डिप छ यो वुन्ड होइन. यसको सेप यहाँ छ, यसको पोजिसन चाहिँ तपाईँको यो पोइन्टदेखि होइन यति माथि छ, नीदेखि यति तल छ, एङ्कल जोइन्टदेखि यति माथि छ. यस्तो सिम्पल कुराहरू भनिरहेको छ नि. उसले त के गरेछ? हेरेको बेसिसमा मैले के देखेँ त्यही कुरा भनिरहेको छु भने त्यो चाहिँ म कमन विटनेस भएँ. अब यो हेरेको बेसिसमा ओके, यो
यो इन्जुरी हेर्दाखेरि चपुन जस्तो है एक्सले हानेको छ है टाइपको भयो। अनि यसलाई कसैले हानेको छ अहिले यसलाई होमिसाइडै गरेको हो होइन, कि आफैले अब बन्चरले काठहरू काट्दाखेरि रुखहरू काट्दाखेरि आफ्नै खुट्टामा आफै लाग्यो हो कि, यो मैले आफै एनालाइसिस गरेर भन्छु भने चाहिँ म फेरि एक्सपर्ट विटनेस भयो। सो एउटै सिनेरियोलाई कसरी हेर्न सकिन्छ त्यसको बेसिसमा हामी कमन पनि हुन सक्छौँ डक्टर, एक्सपर्ट पनि हुन सक्छौँ। ठिक छ, सो हेर त, he or she will act as a common witness when he narrates or describes what he has seen or found on examination of the patient. For example, mentions the size, shape or position of the injury भनेपछि उसलाई चाहिँ हामी के भन्छौँ, कमन विटनेस भन्छौँ। He will act as an expert, sorry यहाँ एक्सपर्ट छुट्यो, expert witness when he interprets or forms opinions on the finding of examination by applying his scientific knowledge and experience. For example, saying the injury is antemortem हो कि postmortem, सो यो इन्जुरी हुन्छ नि मर्नुभन्दा अगाडि आएको कि मरिसकेपछि आएको हो कि यो कुनै सार्प अब्जेक्टले भएको कि कुनै ब्लन्ट अब्जेक्टले भएको हो होइन, यसको म्यानर अफ डेथ कस्तो थियो, यो कि कुन इन्स्ट्रुमेन्ट युज गरेको हो, यो सब भनिरहेको छ भने चाहिँ त्यसलाई चाहिँ हामी भन्छौँ एक्सपर्ट विटनेस है। अब एउटा छ तपाईँको एउटा डिफ्रेन्स बिट्विन पनि छ, कमन विटनेस र एक्सपर्ट विटनेसको बिचमा तपाईँको डिफ्रेन्स बिट्विन पनि इम्पोर्टेन्ट छ। सो डेफिनेसन हेरिहालौँ। सो पर्सन पर्सिभ द फ्याक्ट बाई हिज अन सेन्सेस होइन, हेरेर बुझेर सुनेर आफैले गरिरहेको छ भने चाहिँ त्यसलाई हामी चस्मदित गवाह भन्ने होइन, जस्तै हामीले त्यसलाई भन्छ आई विटनेसेस, चस्मदित गवाह भनेको कमन विटनेस भयो। वेयरएज हु इज स्किल्ड अर ट्रेन्ड इन अ पर्टिकुलर फिल्ड त्यसलाई चाहिँ हामी एक्सपर्ट विटनेस भन्छ, जस्तै फिङ्गरप्रिन्ट एक्सपर्ट भयो, बम ब्लास्टको एक्सपर्टहरू हुनुभयो, उहाँहरूलाई चाहिँ हामी के भन्छ एक्सपर्ट विटनेस भन्छ। डक्टर पनि एउटा एक्सपर्ट विटनेस हुनुभयो है। एक्सप्रेसिङ ओपिनियन्स होइन, सो अब कमन विटनेसले चाहिँ कहिले पनि आफ्नो ओपिनियन दिन मिल्दैन है, यो चाहिँ यो भएर हुनसक्छ है, यसो हुन सक्ला होला यस्तो भन्न सक्दैन, उसले जस्ट के भएको थियो त्यति मात्रै भन्ने हो है। वेयरएज यहाँ चाहिँ एक्सपर्ट विटनेसले चाहिँ आफ्नो ओपिनियन दिन सकिन्छ, आफ्नो कन्क्लुजन दिन सकिन्छ बेस्ड अन द फाइन्डिङ्स मेड बाई हिमसेल्फ अर अदर्स, उसले चाहिँ आफ्नो ओपिनियन दिने कुरा भयो। फर्स्ट ह्यान्ड नलेज रुल भनेको चाहिँ यसमा एप्लिकेबल हुन्छ, यसमा चाहिँ नट एप्लिकेबल है। अर्को टाइप्स अफ एभिडेन्सको बारेमा कुरा गर्दाखेरि एभिडेन्स गिभन बाई आई विटनेस इज कल्ड एज पोजिटिभ एभिडेन्स एन्ड एक्सपर्ट विटनेसले दिने एभिडेन्स इज ओन्ली एन ओपिनियन विच क्यान बी कोरोपेरेटिभ है। सो यसलाई चाहिँ हामीले एज अ एभिडेन्सको रूपमा लिँदैन, यसको लागि चाहिँ हामी ओपिनियनको रूपमा लिन्छौँ। हु क्यान बी अ विटनेस, एनीबडी क्यान बी अ विटनेस इफ ही अर सी अन्डरस्ट्यान्ड्स द क्वेसन होइन, उसले के भएको थियो भनेर उसले बुझ्न सक्छ भने चाहिँ सिम्पल ऊ जो पनि विटनेस हुनसक्छ। तर एक्सपर्ट विटनेस हुनको लागि चाहिँ ऊ पर्टिकुलर फिल्डमा स्किल ट्रेन्ड नै हुनुपर्छ। कन्डक्ट मनी भनेपछि उसले चाहिँ क्लेम गर्न सक्दैन कमन विटनेसले क्लेम पनि खासै गरिरहेको हुँदैन कन्डक्ट मनीको कुरा, तर एक्सपर्ट विटनेसले चाहिँ क्यान क्लेम द कन्डक्ट मनी है। रेस्पोन्सिबिलिटी भनेपछि चाहिँ यसमा उसको खासै रेस्पोन्सिबिलिटी हुँदैन, उसले आयो भन्यो गयो होइन, तर यसमा चाहिँ उसले ओपिनियन दिइरहेछ, उसले मेडिकल ओपिनियन दिइरहेछ, उसको ओपिनियन इज हाइली भ्यालुएबल, त्यही भएर चाहिँ एकदमै हाइली रेस्पोन्सिबल भएर चाहिँ उसले गर्नुपर्छ है। यो डिफ्रेन्स बिट्विन इज इम्पोर्टेन्ट। अब एउटा छ सिम्पल, सो द्याट इज अबाउट दि हस्टाइल विटनेस। हस्टाइल विटनेस भन्ने एउटा शब्द छ, यसलाई चाहिँ के भन्छ, यसलाई हामी एडभर्स अर अनफेभरेबल विटनेस भन्छ। अघि पनि मैले भनिसकेँ, जस्तै इज हस्टाइल विटनेस इज वान हु इज सपोज टु हेभ सम इन्ट्रेस्ट अर मोटिभ फर कन्सिलिङ द पार्ट अफ ट्रुथ होइन, सो कुनै ट्रुथ चाहिँ कम्प्लिटली लुकाउनु खोजिरहेको छ कि, अर गिभिङ कम्प्लिटली फल्स एभिडेन्स होइन, उसलाई पुरै झुटो बोल्दैछ अगेन्स्ट द पार्टी हु हेज कल्ड हिम, एकदमै ठुलो धोका हो कि यो चाहिँ। लाइक जुन पार्टीले उसलाई बोलाएको छ नि, जस्तै यो ए भन्ने पार्टीले नै उसलाई बोलाइरहेछ भने अनि बी भन्ने पार्टीको अगेन्स्टमा बोल्नको लागि एउटा विटनेस भन्ने मान्छे चाहिँ एक्स भन्ने मान्छेलाई बोलाइरहेछ भने यो मान्छेले चाहिँ उसको सपोर्टमा बोल्नुको, ए को सपोर्टमा बोल्नुको साटो उसले पुरै उसको बी को सपोर्टमा बोलिरहेछ, त्यस्तोलाई चाहिँ हामी भन्छौँ हस्टाइल विटनेस है। लाइक जुन पार्टीले बोलाएको छ उसकै अगेन्स्टमा तपाईँको एभिडेन्स दिन थाल्यो हुन्छ, त्यसलाई हामी हस्टाइल विटनेस भन्छौँ। इन अदर वर्ड्स एनी विटनेस हु गिभ्स एभिडेन्स अगेन्स्ट द सेम साइड पार्टी or contradicts his own statement already made is hostile witness। सो यसले एकचोटि एउटा कुरा भन्छ इमिडिएटली पछि चाहिँ होइन यो भएको थियो, यसलाई चाहिँ हामी के भन्छौँ हस्टाइल विटनेस भन्छौँ। अनि यसलाई हस्टाइल विटनेसलाई कसले भन्छ भन्दाखेरि चाहिँ कसले डिक्लेयर गर्न सक्छ, जसले यो हस्टाइल विटनेस हो, उसले अघि एउटा कुरा भनिरहेको छ अहिले एउटा कुरा भन्छ, कम्प्लिटली अपोजिट के फेरि। कमन अर एक्सपर्ट विटनेस मे टर्न हस्टाइल, जो पनि चाहिँ तपाईँको हस्टाइल विटनेसमा चेन्ज हुनसक्छ। सो वाइल एक्जामिनिङ हस्टाइल विटनेस लिडिङ क्वेसन्स आर पर्मिटेड इभन ड्युरिङ एक्जामिनेसन इन चिफ। हामीले भनेको थियो नि जुन हामीले डिरेक्ट एक्जामिनेसन गर्छ त्यो डिरेक्ट एक्जामिनेसन गर्ने बेला चाहिँ तपाईँको डिरेक्ट क्वेसनमा चाहिँ यो हामीले जुन भनेको थियौँ द्याट इज यो हस्टाइल विटनेसको बेला मात्रै हामीले लिडिङ क्वेसन सोध्न पाउँछौँ, डिरेक्ट एक्जामिनेसनमा नर्मल लिडिङ क्वेसन इज नट अलाउड ओन्ली इन केस अफ के हो हस्टाइल विटनेस है। यहाँसम्म क्लियर छ। अब एउटा टर्मिनोलोजी अझै छ द्याट इज कल्ड एज पर्ज्युरी। पर्ज्युरी भनेको चाहिँ के हो, इट गिभिङ willful false or fabricated evidence under oath। ओथ लिएको छ, ओथ लिँदै पनि उसले झुटो बोलिरहेछ अथवा उसले हुन्छ नि यस्तो होइन यस्तो भएको थियो इभिडेन्सहरू झुटो बोलिरहेछ भने चाहिँ त्यसलाई हामी भन्छौँ पर्ज्युरिङ। ठिक छ। अ विटनेस being legally bound to an oath will be charged for perjury when he gives deliberate false fabricated evidence or makes statement which he either knows or believes to be false or does not believe to be true।
सो जे पनि हुनसक्छ। उसले चाहिँ हुन्छ नि अब यो केस चाहिँ होइन, यो एकदम झुटो बोलिरहेको छ उसले होइन, यो केसमा यसरी पुरा मिलाएर हुन्छ नि अब माथि माथिबाट कोटिङ सोटिङ हालेर चाहिँ उसले एभिडेन्सहरू फेब्रिकेटेड दिइरहेछ भने चाहिँ, तर ओथमा छ भने त्यस्तो खालको केसलाई चाहिँ हामी भन्छौँ पर्ज्युरी। And it occurs if a person's earlier statement regarding the facts on oath and subsequent statement on oath are opposed to each other and they cannot be reconciled. Right? So a witness is liable to prosecuted for perjury, and the punishment is imprisonment up to 2 years or fine up to 20,000 or both. होइन, सो यसमा तपाईँको त्यही च्याप्टर 3 अफ सेक्सन नम्बर 81 मा चाहिँ तपाईँको यस्तो लेखाएको छ, उसलाई चाहिँ 2 वर्षसम्मको जेल। सो पर्ज्युरी भनेपछि चाहिँ के भयो, उसले जानी जानी झुटो कुरा बोलिरहेको छ, ओथ लिँदा लिँदै पनि जानी जानी झुटो कुरा लिइरहेछ भने त्यो भयो। इफ ओथ लिन मानेन, ओथ ब्रेक गर्यो भने चाहिँ हाम्रो कति थियो, 3 महिना एन्ड 5,000 रुपिज थियो होइन। तर अब के भयो, पर्ज्युरीको केस आयो, उसले चाहिँ जानी जानी आफैले नै विलफुल फल्स अर फेब्रिकेटेड इभिडेन्स अन्डर ओथ, ओथ लिँदा लिँदै गरेर छ, त्यसलाई हामी पर्ज्युरी भन्छौँ। पर्ज्युरीको लागि चाहिँ कति रहेछ, पर्ज्युरीको लागि तपाईँको 2 वर्ष जेल अथवा 20,000 रुपियाँ अथवा दुइटै हुनसक्छ है। सो दिस इज अल अबाउट हाम्रो विटनेस। आई होप विटनेसको दिस इज भेरी एकदम सर्ट एन्ड स्विट क्वेसन हो होइन। सो सर्ट एन्ड स्विट टपिक। सो यसको बारेमा चाहिँ हामीले कुरा गऱ्यौँ। आई होप हजुरहरूले चाहिँ यसको बारेमा कन्सेप्टहरूले बुझ्नुभयो होला।